कतै यही चुनावमै थ्याङ्क यू गरिदिने प्लान त होइन। बालेन्द्र शाहलाई अहिले प्रधानमन्त्रीको उम्मेदवारलाई हराउन त ल्याउँदै हुनुहुन्छ होइन, भन्दै हुनुहुन्छ। मैले होइन, मानिसहरूले प्रश्न तपाईँले पनि देखिरहनु भयो, हामीले पनि देखिरहेछौँ। एउटा पार्टीले प्रधानमन्त्रीको उम्मेदवार भनेर अगाडि सारेको व्यक्तिलाई हामी त्यो युगमा छैनौँ के। कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाको युग, त्यो मानसिकता र त्यो बाङ्गो राजनीतिमा छैनौँ। हामी राजनीति नगरेका मान्छे। हिजोदेखि मेरो पृष्ठभूमिमा मेरो खेतीपाती देखिरहनु भएको छ, मेरो घर झुपडी खेती घर देखिरहनु भएछ। अहिले पनि हलो जोत्ने एउटा मान्छे अब अति हो भनेर यही माटो प्रकृतिसँग मिल्दो एउटा युवाहरू चाहिँ राजनीतिमा आउनुपर्छ भनेर आएको। यस्तो बाङ्गो बक्रा हामी गर्दै हाम्रो प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह, उहाँलाई जिताउनु छ र उहाँ सँगसँगै त्यो शक्ति निर्माण गरेर त्यो सङ्ख्या पुर्याएर उहाँलाई 5 वर्षको निमित्त प्रधानमन्त्री बनाएर यो देशको अनुहार निर्माण गर्नु छ, भोलिको भविष्य निर्माण गर्नु। जहाँका जनताले बालेन्द्र शाहलाई औपचारिक रूपमा फेस टु फेस देखेका छैनन्, फेसबुकमा देखेका छन्, सामाजिक सञ्जालमा चर्चा सुनेका छन्, मिडियामा देखेका छन्, ती जनताले टुक्रुक्क भोट देलान् झापाली जनताले? गजबको प्रश्न, मलाई पनि बोल्न मन थियो। नेपाली जनताले, झापाली मात्रै होइन, नेपाली जनता, झापा 5 काले हाल्नुपर्छ, चुनावलाई जोड्छु। नेपाली जनताले 35 वर्षदेखि देखिरहेका पात्रले गरेनन् नि त। आशा भत्काए, विश्वास भत्काए, नेपाली जनतालाई अर्काको देशमा हलिबस्न पठाए। यहाँ गरी खाने ठाउँ छैन, यहाँ आशा छैन, यहाँ भरोसा छैन, यहाँ सम्भावना छैन, यहाँ कुशासन भ्रष्टाचार र बेथिति मात्रै छ, हाम्रो यो देश होइन, हामी यहाँ जन्मियौँ मात्रै समूहले यो देश हाम्रो होइन, गरी खान सक्दैनौँ भन्ने अवस्था सिर्जना गरेर 35 वर्षदेखि कसले, जसलाई देखिरहेछौँ, जसलाई चिनिरहेछौँ, जसलाई सामना गरिरहेछौँ, उहाँहरूले त्यो नगरेको भएर। त्यसकारण बालेन्द्र शाहलाई नदेखेको भन्ने, नचिनेको भन्ने नि। बालेन्द्र शाह यो देशको छोरो हो, मधेसको छोरो हो, नेपालीको छोरो हो। 3 वर्ष भन्दा बढी काठमाडौँ राजधानीको मेयर बनेर एक कम्तीमा आज काठमाडौँ जाँदा नाक त थुन्नु पर्दैन, बान्ता त गर्नु पर्दैन, यति सम्भावना उसले चाहिँ देखाइसकेको एउटा मान्छे। नचिनेको झापा 5 मा आएर यहाँको माटोलाई टेकेको छैन होला, यहाँको पानी खाएको छैन होला, समस्या थाहा छ, भूगोल थाहा छ र समाधान पनि थाहा छ। त्यो सम्भावना बोकेर आइरहेको मान्छेले नचिनिने भन्ने, नचिनेको नदेखेको भन्ने हुँदैन, देखिरहेका छन्। कति गते आउनुहुन्छ त्यसो भए उहाँ अब झापामा? 6 गते दर्ता गर्नको निमित्त, 5 गते त अवश्य आउनुहुन्छ। शम्भु सुस्केराजी, पर्सनल रूपमा, व्यक्तिगत रूपमा तपाईँ पनि उम्मेदवार हुनुहुन्थ्यो, पार्टीको सचिव हुनुहुन्छ, तपाईँ आफू चाहिँ उम्मेदवारी दिने कि नदिने? तपाईँसँग बालेन्द्र शाहको मात्र कुरा गरेपछि तपाईँमाथि व्यक्तिगत अन्याय होला? हामी मर्नुभन्दा अगाडि यो सुन्दर देशका लागि केही गरेर मरौँ भनेर राजनीतिमा आएको हो। हिजो 3 वर्ष अगाडि आएको, सम्भावना त्यति बेला पनि थियो। हामी नचिनिएको, नदेखिएको र आम मान्छेले विश्वास भरोसा नगरेको यो सम्भावित राजनीतिक शक्ति बन्छ कि बन्दैन भनेर त्यहाँदेखि हामीले निरन्तर त्यो स्पिड र स्पिरिटमा काम गरिरहेका छौँ, आजका निमित्त, यो देशका निमित्त काम गर्न भनेर। त्यो एउटा पात्र म पनि हो, जो चाहिँ एउटा उम्मेदवार बनेर यो क्षेत्रका नागरिकको चाहिँ प्रतिनिधि बनेर र एउटा सुशासन निर्माणका निमित्त संसदमा पुगेर केही गर्नु छ भनेर आएको पात्र हो। मैले राष्ट्रिय स्वतन्त्र पार्टीको पोर्टलमा आफ्नो उम्मेदवारी दाबी गरेको छु। क्षेत्र नम्बर 4 बाट हाम्रो विधि र प्रक्रिया छ, त्यो प्रक्रियाबाट छनौट गरेर मलाई चाहिँ उम्मेदवारी दियो पार्टीले भने म यहाँको उम्मेदवार हुन्छु। कतै